भिनिसियस जुनियर रियल मैड्रिड छोडेर आर्सेनल जाला कि नजाला त यो कसैलाई थाहा छैन। तर भिनिसियसको ट्रान्सफर शाखाको हल्ला दुईटा कुरामा अड्केको छ। पहिलो भिनिसियसको स्यालेरी, दोस्रो भिनिसियसको इमेज राइट। भिनिसियस अहिले रियल मैड्रिडमा 15 मिलियन पर इयरमा छ भने उसलाई रियल मैड्रिडले 20 मिलियनको अफर साइन गरेको छ। तर भिनिसियसको टिमले 30 मिलियनको अफर मागेको छ, जुन किलियन एम्बापेको बराबर हुन जान्छ। यसैगरी अहिलेसम्म रियल मैड्रिडका लगभग सबै प्लेयरको इमेज राइट भनेको 50% छ र यो प्लेयरले गरेको ब्रान्ड डिल, इन्डोर्समेन्ट र अरू पनि धेरै कुराहरूमा चाहिँ रिलेटेड हुन्छ। एउटा मुख्य कुरो भनेको चाहिँ रियल मैड्रिडको सबै प्लेयरले लगभग 50% मात्र आफ्नो इमेज राइट पाउने गरेका छन्, सिवाय एक दुईटा प्लेयर। एउटा नाम हो किलियन एम्बापे, जसले 80% इमेज राइट आफै राख्छ। ऊ चाहिँ पिएसजीबाट लगभग फ्रीमै आएको थियो र त्यस कारणले पनि उसलाई यो डिल गर्नको लागि सजिलो भएको थियो होला। र यसै गरी अर्को थियो क्रिस्टियानो रोनाल्डो। रोनाल्डोको इमेज राइट लगभग 60% थियो र बलुन्डियर विनर रियल मैड्रिडको वर्स्ट साइडमा आउँदाखेरि उसको लागि पनि नेगोसिएसन गर्ने ठाउँ धेरै थियो। त्यसै गरी अहिले भिनिसियसलाई पनि एम्बापे र रोनाल्डोको जस्तै रियल मैड्रिडले सधैँ लिने 50% भन्दा बढी इमेज राइट आफूले राख्न खोजिरहेको छ। तर यदि कसै गरी आर्सेनल गयो भने उसले भनेको जस्तो कन्ट्र्याक्ट पनि पाउन सक्छ, इमेज राइट पनि पाउन सक्छ र यसै गरी टिमको बेस्ट प्लेयर यानि कि उसकै अराउन्डमा टिम पनि बन्न सक्छ। के भिनिसियसले आर्सेनललाई कन्ट्र्याक्ट नेगोसिएट गर्न चाहिँ एउटा टुल बनाइरहेछ कि साँच्चीकै आर्सेनल जान चाहन्छ होला त?